सम्पूर्ण मित्रहरूलाई हार्दिक नमस्कार छ है मित्रहरू। अहिले म दार्चुलाको ब्यास गाउँपालिकाको 3 नम्बर वडामा छु। हामी 2 नम्बर वडाको दुम्लिङ भन्ने ठाउँ महाविकट ठाउँमा अनेक परीको कष्ट सहँदै पुग्यौँ र अहिले शिलान्यास गरेर हिजो दिनभरि गिट्टी कुटेर फर्काउँदैछु। त्यहाँ सदनमा विभिन्न कामहरू पनि भएका छन्, गर्नुपर्ने छ र अहिले हामी अब लाग्दैछौँ। र यहाँ मैले यसो आएर हेरेको, उतातिर त थिएन, अब यहाँ आएर यसो नेट चल्दो रहेछ। अनि यसो हेरेको त के आइरहेको रहेछ भने अर्क साम्पाङले ढाँट्यो भनेर आइरहेको रहेछ केही मिडियाहरू चाहिँ होइन। तपाईँहरूलाई म भन्न चाहन्छु, हामी दार्चुलामा पुल तुइनको ठाउँमा पुल थाप्नलाई आएको हो र थाप्छौँ, त्यही नै हामी थाप्दैछौँ। तर कुरा यति हो कि अब भारतसँग सिमाना जोडिएको ठाउँमा चाहिँ हामीले अनुमति लिएर गर्नुपर्ने स्थिति भन्ने कुरा छ। यहाँ थुप्रै माग रहेछ, यहाँ थुप्रै कहानी रहेछ, यहाँ थुप्रो रहेछ पीडा। र यस्तो एउटा खोला जुन खोलाबाट चाहिँ तपाईँको चाहिँ नि अब 2 नम्बर वडा र उता 1 नम्बर वडा लगायतका चाहिँ 4-5 वटा गाउँ जोड्ने एउटा चाहिँ नि तपाईँको बाटो रहेछ। त्यो बाटोमा वर्षेनी भलबाढी आएर मान्छेलाई चाहिँ बगाउनेदेखि लिएर हरेक खालको चाहिँ गर्दो रहेछन् र त्यहाँ पनि तुइन थापेर तर्ने खालको स्थिति हुँदो रहेछ। त्यो ठाउँमा चाहिँ अहिले हामीले तत्काललाई तपाईँको चाहिँ के अरे एउटा पुल बनाउँदैछौँ र महाकालीमा जुन पुल बनाउने कुरा छ यसको लागि चाहिँ हामीले सम्बन्धित निकायलाई सम्पर्क गरेर गर्नुपर्ने बाध्यता यहाँ रहेको छ। किनभने किन मान्छेले तुइन थापेर चढ्दो रहेछ होइन, यता आउँदो रहेछन् भन्ने कुराहरू पनि म तपाईँहरूलाई बताउन चाहन्छु। यो पारिपट्टि चाहिँ इन्डिया रहेछ, यो इन्डियाको तल फेदै फेद चाहिँ कोरिडोर बाटो निकालेको छ, 2 लेन 4 लेन कतिको हो। म चाहिँ अब यता नेपाल आएँ होइन। अनि यो ठाउँ चाहिँ 3 नम्बर पर्छ। यहाँदेखि उता यो जुन हिमाल देख्दै हुनुहुन्छ, हिमाल पारी त्यता होइन, त्यो जुन देख्दै हुनुहुन्छ होइन, त्यो बाटो सबै त्यो परब जुन देख्दै हुनुहुन्छ त्यो अब यहाँबाट देखेको छैन होला। त्यहाँदेखि उता चाहिँ नि कुनाभित्र चाहिँ अवस्था चाहिँ नि एकदमै नाजुक रहेछ त्यहाँ। अनि पारी चाहिँ बाटो छ, अनि बाटोबाट उता इन्डिया, अब काम गर्नु पनि इन्डिया जानुपर्ने होइन, केही किन्नु पनि इन्डिया जानुपर्ने। अनि बिचमा चाहिँ तपाईँको के हो त भन्दाखेरि कुनै पुलहरू पनि नहुने। अब यो बाटो भनेको फेरि यहाँ परसम्म जाँदो रहेछ, त्यहाँदेखि उता बेसरी हिँड्नु पर्दो रहेछ, लगभग 1 दिनै हिँड्नु पर्दो रहेछ। अनि यहाँबाट आउनुभन्दा यो बाटोमा एकदम धेरै फेरि गाडी पनि नहुँदो रहेछ। यो खालको ठाउँबाट आउनुभन्दा बरु उतै एउटा तुइन थापेर पारी पर्ने, अनि पारीबाट चाहिँ तपाईँको हाइवे रहेछ उनीहरूको, त्यो हाइवेबाट चाहिँ उता तल के भन्छ अरे खलङ्गा झर्ने होइन, दार्चुलाको सदरमुकाम झर्ने लगायतका ठाउँहरू झर्ने है। अनि बजार त्यता परेकोले अब के सबै कुरा किनमेल गर्नु पनि उतै जानुपर्ने। त्यसो भएको कारणले यो बाटो भन्दा बरु तुइन थापेर जोखिम मोलेर उता जानु चाहिँ उनीहरूलाई चाहिँ राम्रो लाग्दो रहेछ होइन। समय पनि बच्ने, खर्च पनि बच्ने, त्यसले गर्दाखेरि त्यो खालको गर्दो रहेछन्। र त्यो तुइनलाई चाहिँ तपाईँको चाहिँ विस्थापन गर्नलाई हामी आएको हो। आउँदाखेरि चाहिँ अब त्यही हो, अब यहाँ के अरे सिमानाको कुरा के को कुरा यो मिलाउनु पर्ने भन्ने कुरा छ। र अहिले हामीले जहाँनिर चाहिँ नि पुल थाप्दैछौँ त्यहाँनिर पनि तपाईँको चाहिँ जोखिम ठुलो भएको कारणले गर्दाखेरि जुन खालको मान्छेले यहाँनिर खल्ला पिटिरहेछन् त्यो खालको स्थिति होइन। तपाईँहरूलाई म भन्न चाहन्छु, यहाँ आउनुहोस् पहिला होइन, यहाँ आएर देखाउनुहोस्। सुरुमा रिपोर्टिङ गर्ने हो भने पत्रकार बनाउँदा साथीहरू जति पनि हुनुहुन्छ यो के भनेर चाहिँ नि आइरहेको छ। अब मेरो विरुद्धमा कलम चलाउने, क्यामेरा चलाउने थुप्रै छन् पहिलादेखि। ती साथीहरूलाई म भन्न चाहन्छु, तपाईँहरू यहाँ आएर फिल्डबाट रिपोर्टिङ गर्नु। अर्क साम्पाङले कहाँ थाप्दैछ, पुल थाप्दैछ कि छैन भन्ने कुराहरू तपाईँहरू यहाँ एकचोटि आउँदा मात्रै पनि हुन्छ। अब पुलसुल त थाप्नु तपाईँले के सक्नुहुन्थ्यो र एकचोटि आएर देखाउनु न। म नेपाल सरकारलाई पनि चुनौती नै दिन्छु, यहाँ आएर देखाउनु, दुम्लिङमा आएर देखाउनु होइन। मन्त्रीहरूले यहाँ आएर देखाउनु है। उयो डाँडादेखि उता नेट पनि लाग्दैन, त्यो खालको स्थिति छ। बिजोग भएर मान्छे बसिरहेका छन्। अब यतै खोला भत्किएको, उतै खोला भत्किएको होइन। अनि खोलाको बिचमा एउटा टापु जस्तो
पारी जाउँ महाकालीले छेक्ने, वारीपट्टि तरौँ खोलाले छेक्ने, पारीपट्टि पनि खोलाले छेक्ने, यस्तो खालको गाउँ पनि देखियो होइन। यो खालको बिजोग स्थिति छ र सबैलाई म भन्न चाहन्छु अब काम गर्नतर्फ लागौँ हामी। अब हामी त्यो पुलको शिलान्यास भइसकेको छ र शिलान्यासकै दिनदेखि हाम्रो श्रमदान पनि सुरु भएको छ। अब सम्पूर्ण श्रमदाताहरूलाई पनि म यतातिर आउनको लागि पनि म आह्वान गर्न चाहन्छु। आइपुग्नको लागि झन्डै 4 दिन लाग्दो रहेछ। यहाँ आइसकेपछि थोरैमा पनि हप्ता 10 दिन खन्ने होइन, ढुङ्गा कुट्ने, ढुङ्गा बोक्ने, बालुवा चाल्ने टाइपको कामहरू गरेर मात्रै फर्कनु होला। यो यस्तो विकट छ र यो संसारको यस्तो एउटा कुना, जुन कुनाबाट म अहिले तपाईँहरूलाई सम्झिरहेको छु है। यति भन्न चाहेँ। धन्यवाद छ। नमस्ते।